त नेपाली ब्रो ब्रो त जस्तो कुकुरले गर्दाखेरि हो आज यो नेपाली समाजमा चाहिँ आफ्नो सम्बन्धहरूमा शङ्का उब्जिन थालेको। छोराले बाउ मार्ने, बाउले छोरा मार्ने, बुढाले बुढी मार्ने, बुढीले बुढा मार्ने हो। यस्तै चाहिँ तिमीहरू जस्तो कुजातहरूले गर्दाखेरि चाहिँ यस्तो भएको। बुढा र बुढीको सम्बन्ध भने यस्तो सम्बन्ध हो कि यो सम्बन्ध चाहिँ जुनसुकै बेलामा पनि तोड्न मिल्छ। यदि बस्न मन छैन भनेदेखि तोड्न मिल्छ र यसमा अनावश्यक यस्तो योलाई लफडा गर्नु पनि जरुरतै छैन। आफूलाई मन परेन छोडिदिने। कस्तो के सोचेर मारे होला यसले आफ्नो बुढी र दुईटा बच्चा छन्, मेरो पनि घरमा दुईटा बच्चा छन्, के सोचेर मारे होला आफ्नो आमा? ती बच्चाले के भन्छ होला? ती बच्चाले मेरो आमालाई मार्ने बाउलाई के भन्छ होला तँलाई भन्दा जिन्दगीभरि? अलिअलि भए पनि यहाँ नाम चलिरहेको थियो, अलिअलि भए पनि सोसियल मिडियामा हाइवे भइरहेको थियो। यत्तिकै क्रेजमा राम्रोसँग बसेको भए त जिन्दगी त भविष्य त उज्जवलै थियो त। हेर अब छना खाँदाको आफ्नो बुढी मारेर आफू पनि जेल जानु पऱ्यो, ती बच्चा गएर कठै पऱ्यो बिजोग। तँ जस्तो पापीलाई चाहिँ जन्म कैदै हुनुपर्छ। छोड्न सक्ने सम्बन्धलाई मान्छेलाई मारिस तँ चाहिँ तँ पनि मर्नै पर्छ कि त तँलाई जन्म कैद हुनै पर्छ त पापीलाई।